So Harrisburg Area Community College ma हामीले last year देखि मेला गरिरहेका छौं because of this person, this guy. So I want to thank him. Next, I want to thank everyone again. We'll take a quick group picture. I know your time is very important. Thank you again for coming. We'll take a group. नमस्कार दर्शकबिन, आज हामी अमेरिकाको पेन्सिल्भेनिया स्टेट अनि हेरिसबर्ग सिटीमा छौँ र आज चाहिँ हाम्रो यहाँ बृहत जुन नेपाली कम्युनिटीको मेला भइरहेको छ र यस मेलामा हाम्रो बीसीएसको प्रेसिडेन्ट हुनुहुन्छ तिलक नेवार सर, सरलाई स्वागत छ। थ्याङ्क यू हामी भुटी न्युज र बिएनए चौतारी युट्युब च्यानल। थ्याङ्क यू सर, यो भीडभाडमा आजको माहौलको बारेमा छोटो जानकारी गरिदिनु सर। आज चाहिँ हामीले लगभग 20 देखि 25 हजारको हाराहारीमा लगभग मान्छे छन् आए टोटल अहिलेसम्ममा भन्ने चाहिँ हेरिसबर्ग एरिया कम्युनिटी कलेजको सेक्युरिटी र हेरिसबर्ग सिटी पुलिस डिपार्टमेन्टले चाहिँ हामीलाई अहिले भनिरहनु भएको छ। हजुर। र आज चाहिँ अब यो माहौल अहिले 6:30-7 बजीसम्म यतिकै चल्दै जान्छ। हजुर। यो चाहिँ एउटा के हो भने हामीले एउटा नेपाली भाषीहरू जति पनि हुनुहुन्छ सेन्ट्रल पेन्सिल्भेनिया विशेष गरी यो चाहिँ 50,000 जतिको हाम्रो सङ्ख्या यो ठाउँमा छ र यो चाहिँ आज चाहिँ हामी सबै बिजनेसेसहरू, कम्युनिटीको नन प्रफिटहरू, कम्युनिटी अर्गनाइजेसन्सहरू, कम्युनिटीको हाम्रो सबैजना एकै ठाउँमा भेला भएर एक दिनको रमाइलो गर्ने हाम्रो एउटा चाहिँ हाम्रो संस्कृति मनाउने दिनको रूपमा हामीले चाहिँ यसलाई आजको दिनलाई लिएको छौँ र यो जुन हाम्रो एउटा गोल एउटा उद्देश्यसहित कार्यक्रम गरिएको थियो यो ठुलो बृहत बीसीएस मेला, यो मेला चाहिँ आज लगभग हामीले सक्सेस भएको चाहिँ महसुस गरेका छौँ। जस्तै सर, पोहोरको तुलनामा यसपाल हाम्रो जुन भुटनिज कम्युनिटीको मान्छे मात्रै नभएर अरू जनताहरू पनि एकदम खचाखचमा तपाईँको थपिएको छ। यसको विशेष आकर्षण चाहिँ के थियो आजको बारेमा? आजको चाहिँ अब विशेष गरी हामीले भुटनिज कम्युनिटी हेरिसबर्ग भन्ने नाम चाहिँ चेन्ज गर्ने एउटा कार्यक्रम थियो। त्यसले गर्दा नै हाम्रो सेनेटर, मेयर, गभर्नर अफिसबाट विभिन्न चाहिँ हाम्रो इलेक्टेड काउन्टी कमिसनर्सहरू, इलेक्टेड अफिसियल्सहरू सबै आउनुभएको थियो र त्यो उहाँहरूको उपस्थितिमा हामीले आज कार्यक्रमको कम्युनिटी अर्गनाइजेसनको नाम पनि हामीले चेन्ज गर्यौँ र एउटा मेन उद्देश्य चाहिँ त्यो पनि थियो। र अर्को चाहिँ लास्ट इयर हामीसँग 40 वटा जति भेन्डर्स थिए, यसपालि हामीसँग लगभग झन्डै 90 वटा भेन्डर्सहरू छन्। हामीसँग चाहिँ फुड ट्रक्सहरू त्यति नै छन् यसपालि। अब सबैतिरै भिडाभिड देखिरहेको छ, सबैतिर माहौल छ होइन। तपाईँहरू आइदिनु भएको छ, मिडियाले पनि सपोर्ट गरिदिनु भएको छ। अनि यसमा अब धेरै तपाईँको यो जनघनता बढेको छ होइन, यसको व्यवस्थापन सेक्युरिटी सुरक्षाको लागि चाहिँ के गर्छ सर? यसमा चाहिँ अब 22 जना चाहिँ हेरिसबर्गको सेक्युरिटी हामीले पुलिस हेरिसबर्ग सेक्युरिटी छ भने सिटी अफ हेरिसबर्ग सिटीबाट 4 जना, सस्केना टाउनसिपबाट 10 जना, स्वाटर टाउनसिपबाट 6 जना पुलिस अफिसर र बाहिर पार्किङमा चाहिँ सिभिल ड्रेसमा तपाईँहरूले देखिरहनु भएको छ स्टेट ट्रुपर्सहरू हुनुहुन्छ। त्यो चाहिँ स्टेट ट्रुपर्सको आफ्नै कटेसी सेक्युरिटी दिनुभएको भने इभेन्टलाई चाहिँ एकदमै मजबुत सेक्युरिटी यो मल्टी टाउनसिप कोअर्डिनेसन स्टेटसँग कोअर्डिनेसनमा चाहिँ भइरहेछ र एकदम सिक्योर सबैले फिल गराएको छ। तपाईँहरू देखिरहनु भएको छ सबैतिरमा पुलिसको गाडीहरू छ, सबैतिर पुलिसको गाडीहरू, सबैतिर पुलिस अफिसरहरू हुनुहुन्छ। सो यसपालि अलिकति व्यवस्थित पाराले गर्ने कोसिस चाहिँ गरेका छौँ, तर गर्दै भन्दा लाँदा काहीँ कमी कमजोरीहरू भएको छ भने त्यसको लागि पनि एज अ कम्युनिटी अर्गनाइजेसन भुटनिज कम्युनिटी हेरिसबर्गको बोर्ड चेयरको तर्फबाट म क्षमा पनि माग्छु कसैलाई चाहिँ कहीँनिर कतिवटा हाम्रो कमी कमजोरी भएको छ भने, तर अर्को वर्ष हामी त्यसलाई सुधार्छौँ भन्ने कुरोहरू तपाईँलाई हामी विश्वास पनि दिन्छौँ। सर, हामी हाम्रो यो जुन भलाकुसारीको अन्त्यमा छौँ, जस्तै पोहोरको तुलना र यसपालिको तुलनामा हामीले आकाश पातालको फरक देख्यौँ होइन। जस्तै अब नेक्स्ट इयरको लागि चाहिँ सर हामी कहाँ गर्छौँ, कस्तो तयारी हुनुहुन्छ? अब नेक्स्ट इयर चाहिँ अझै बिगर इभेन्ट हुनुपर्छ, अझै ठुलो मेला हुनुपर्छ। त्यसको लागि चाहिँ हामी सम्भवतः अरू नै कुनै एउटा ओपन ठाउँमा गर्छौँ, किनभने हामीलाई चाहिँ अझै ओपन ठाउँमा गर्नुपर्छ कि जस्तो हामीलाई फिल भइरहेको छ र अझै ठुलो पार्कमा हामीले स्टल्सहरू पनि आफै राखिदिन सक्ने पाराले चिपा गर्छ जस्तो लागेको छ र त्यो भयो भने चाहिँ अझै हामीलाई सुविधाहरू हुन्छ, राम्रो हुन्छ जस्तो लाग्छ। अर्को कुरा सर, जस्तै हाम्रो भुटनिज कम्युनिटी मात्र नभएर यहाँ हामी विभिन्न तपाईँको जात जातिको बसेका छौँ होइन। आज धेरै तपाईँको ठाउँबाट मान्छे आएको देखिरहेको छौँ। तपाईँको यस प्रोग्रामले चाहिँ हाम्रो भुटनिज समुदायलाई साथसाथै अन्य समुदायलाई कस्तो फाइदा पुगेको छ? यसले चाहिँ अब भुटानी नेपाली भाषीहरू भन्छु म त, नेपाली भाषीहरू जति पनि छौँ हामी यहाँ सबैलाई एक ठाउँमा ल्याउन चाहिँ यो कार्यक्रमले एउटा सहयोग पुर्याएको छ होला। सबै एक ठाउँ आज आउनु भएको छ, आज सायदै घरमा कोही बस्नु भएको छैन, सबैको चुलोहरू यहीँ बलेको छ अनि सबैले रमाइलो गरिरहनु भएको छ, इन्जोय गरिरहनु भएको छ जस्तो लागिरहेछ। अनि भेट्ने साथीहरूले पनि थ्याङ्क यू भनिरहनु भएको छ, राम्रो कार्यक्रममा हामीले उपस्थित जनाउन पायौँ भन्ने एक खालको माहौल छ। सो यसले चाहिँ हाम्रो कम्युनिटीको कल्चर जुन संस्कृति छ, हाम्रो इकोनोमी छ, हाम्रो चाहिँ एउटा सोसल फ्याब्रिक छ हाम्रो कम्युनिटीको, यसलाई चाहिँ यो इभेन्टले चाहिँ एक ठाउँमा ल्याएर चाहिँ सेलिब्रेट गरेको चाहिँ महसुस गरेको छु मैले। जस्ट अन्तिम प्रश्न सर, यस्तो जनघनता भएको ठाउँमा तपाईँको जुन हेरिसबर्गको एउटा कम्युनिटीले यत्रो भव्य
नयाँ कार्यक्रम गर्नुभएको छ, सराहनीय काम गर्नुभएको छ होइन। यो कार्यक्रम गर्न आउँदाखेरि चाहिँ कुन कुरा चाहिँ हामीले अलिकति सेटिस्फाइड रूपमा गरेका छौँ र कुन कुरामा हामी अलिकति विक भएको जस्तो लाग्छ? यसमा चाहिँ मलाई कस्तो लाग्छ भने व्यवस्थापनको हिसाबले अझै धेरै व्यवस्थित गर्न सक्नु पर्थ्यो। त्यो एउटा कमजोरी छ हाम्रो, किनभने यहाँ जति पनि काम गर्नेहरू हुनुहुन्छ हामीले पैसा दिएको छैन, सबै भोलिन्टियर हो। हामीले सबैलाई पैसा दिएर चाहिँ एउटा अझै व्यवस्थित बनाउन सक्नु भने अझै राम्रो हुन्थ्यो होला। यो भोलिन्टियर उसमा चाहिँ गरिएको हो र यसमा अब खर्च पनि धेरै छ, जस्तै स्टेज हेर्नुहोस्, साउन्ड सिस्टमहरू हेर्नुहोस्, अनि अब यो ह्याकको खर्चदेखि टोइलेट्सहरूको खर्च, त्यो धेरैवटा कुराहरू छन् इन्टरनल खर्चहरू। त्यसले गर्दाखेरि पनि इभेन्ट्स चाहिँ अब खर्चिलो त्यसै पनि छ। अनि अब हामीसँग एक्स्ट्रा ब्याकअप फन्डिङ्सहरू नहुँदाखेरि चाहिँ हामीले धेरै अझै व्यवस्थित गर्न सक्नु पर्थ्यो। अब टोइलेटको एउटा इस्यु भइरहेछ आज भन्ने कुराहरू मलाई आइरहेको छ, अनि त्यसमा लागि पनि अब के गर्न सकिन्छ, हाम्रो साथीहरू फोन घुमाइरहनु भएको छ, ट्राई गरिरहेको छ। ह्याकसँग पनि ओपन गरिदियो टोइलेट, अरू तिमीहरूको फेसिलिटी भनेर हामी अहिले रिक्वेस्ट गरेर भर्खरै मात्रै ह्यारिसबर्ग एरिया कम्युनिटी कलेजको प्रेसिडेन्ट डाक्टर स्कीसँग मैले चाहिँ त्यो रिक्वेस्ट गरिरहेको छु होइन। अनि उहाँहरू पनि डिस्कस गरिरहनु भएको छ, किनभने उहाँहरूको पनि त्यो मेन्टेनेन्स सम्बन्धी मान्छेहरू नहुँदा चाहिँ त्यो ओपन गरे पछाडिको क्लिनिङ गर्ने मान्छेहरू नहुँदा चाहिँ एकैछिनमा मेसअप हुनसक्छ र कसरी त्यसलाई ह्यान्डल गर्ने उहाँहरू छलफलमा हुनुहुन्छ। तर अर्को वर्ष अझै व्यवस्थित गर्नुपर्छ जस्तो लाग्छ। हस् त सर, समय दिनुभयो बुटनिज न्युजको बिएनए चौतारी मिडियालाई र तपाईँको कार्य सफलताको शुभकामना। थ्याङ्क यू। Dr. Iski, thank you. The President of Harrisburg Area Community College, Dr. Iski. Thank you very much. Thank you all very much and welcome to our favorite community. So Harrisburg Area Community College ma हामीले last year देखि मेला गरेको छौं because of this person, this guy. So I want to thank him. Next, I want to thank everyone again. We'll take a quick group picture. I know your time is very important. Thank you again for coming. We'll take a group. I'd first like to say hello to my neighbors Suhana and Suprina, who are out there. I didn't bring Camden with me today, but I know you wanted to see him rather than me. This is a great gathering, a great day, a great celebration of the diverse tapestry and culture that represent this county. Woven together, it's a fabric that cannot be taken apart. And I want to make it very clear that we work for you, not the other way around. Thank you for being here. Thank you for your contributions to our community, our society. I was great friends with an original individual who came here quite some time ago named Padam Rizal. How many of you know Padam Rizal? Drug and alcohol help, and the ability to lead families towards the success and the life that can happen here in America. In working with you to be able to overcome those cultural challenges, we know we can save lives, we know we can provide help, and we know we can build a better quality of life for the residents of the Bhutanese community. Thank you for coming out and enjoy what looks to be one incredible celebration. Thank you, Tilak. All right, I see Dr. Iski, the President of Harrisburg Area Community College Business. Drug and alcohol help, and the ability to lead families towards the success and the life that can happen here in America. In working with you to be able to overcome those cultural challenges, we know we can save lives, we know we can provide help, and we know we can build a better quality of life for the residents of the Bhutanese community. Thank you for coming out and enjoy what looks to be one incredible celebration. Thank you, Tilak. All right, I see Dr. Iski, the President of Harrisburg Area Community College Business.